घाम यति धेरै लागिरहेछ त्यसमाथि पनि पानी एक ठाउँमा परेको छ अर्को ठाउँमा परेकै थिएन अनि गर्मी यति भइरहेको थियो चरिता दाइले बेनाले हम्किँदै हुनुहुन्थ्यो। हाई एभ्रिवान वेलकम टु माई डे इन अ लाइफ मिनी भ्लग। आज चाहिँ बिहानको पार्ट आई ह्याड टु स्किप किनकि मेरो मोबाइलमा चार्ज थिएन। त्यसपछि रेडी भएँ म आइपुगेँ मेरो अफिस अनि यहाँ आइपुगेपछि चाहिँ मलाई चाहिँ अभियसली सबभन्दा सुरुमा ल्यापटप भगवानको दर्शन गर्नै पर्यो अनि आज चाहिँ म फिल्ड जाने काम थियो तर यहाँ अर्को अफिसमा काम परेर म चाहिँ निक्लिएँ माथि सबैजना हामी सरहरू गयौँ एउटा काम गर्नुपर्ने थियो त्यो काम सकेर अनि तल झरेँ म अनि शिवकान्त दाइलाई मैले स्कुटी निकाली मागेँ त्यसपछि म आइपुगेँ फिल्ड आउने बित्तिकै यत्रो घाम लागिरहेछ त्यसमाथि पानी परिरहेछ क्या त्यो पनि पानी एक ठाउँमा मात्र परेको रहेछ यता जटियाहीतिर अनि गर्मी भएर चरिता दाइले चाहिँ बेनाले हम्किँदै हुनुहुन्थ्यो अनि यता त्यही कार्यक्रम स्टार्ट भयो त्यसपछि म पुगेँ अर्कोतिर भोटिया टोलतिर यतातिर त पानी एक थोपो पनि परेको छैन क्या के हो एउटै ठाउँमा यस्तो के भएको आज अनि गर्मी यति धेरै छ घाम छ त्यसपछि उताको काम सकेर म आइपुगेँ फेरि यता जटियाहीतिर नै अनि यहाँबाट चाहिँ निक्लिएर आइपुग्यो मेरो अफिस आइपुगेँ फेरि एकछिन फ्रेस हुनु पाएको छैन अर्को काम आइपुग्यो यहाँ चाहिँ अस्तिदेखि भेरिफिकेसनको काम चलिरहेछ कम्प्लिटै भइरहेको छैन त्यसैले चाहिँ हामी सबैजना यहाँ मिटिङ बसेर यहाँ गएर चाहिँ म चाहिँ इन्ट्री गरिरहेको थिएँ डाटा यति धेरै अनि सबै थोक गर्नै पर्यो के गर्नु यस्तै हो अनि 5:30 बजिसक्यो अझै काम सकेको छैन अब के गर्नु गर्नै पर्यो नि हो मजदुरी यस गाइस त्यसपछि बल्ल 5:30 बजे काम सकेर 6 बजिसकेको थियो त्यसपछि आइपुगेँ मेरो रुम अनि यहाँ थकित भएर ग्रसित भएर खाना पनि पकाउनु मन लागेको थिएन त्यही भएर आज मैले आँप खाएँ यस आँप यति धेरै महँगो भइसकेको छ त्यही पनि यस आई विल इट अनि मेरो दिन यसरी बित्यो ओके बाई